वेलकम छ सबैजनालाई मेरो न्यू भिडियोमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिकै नै छु। अहिले चाहिँ म ट्याक्क यहाँ भइरहको छु। अहिले चाहिँ ट्याक्क म चाहिँ गाडीभित्र आएको। ट्याक्क गाडी चाहिँ हो हिजो बिहान लिएर यहाँ छोडेको हो। बल्ल म लिन आज आउँदैछु। खाली चाहिँ हेरौँ कति बेला हुन्छ। गाडी स्टार्ट गर्नु पर्यो। अहिले चाहिँ म ट्याक्क गाडी स्टार्ट गरेर अनि बाहिरतिर जान लागेको चिया खान। कम्पनी चाहिँ बहुत ठुलो छ यो। गाडी छन् भित्र पनि। काम पनि चल्दैछ, सब बन्दैछ। अहिले चाहिँ ट्याक्क गाडी चाहिँ खाली हुन लागिसक्यो। आधीभन्दा धेरै भइसक्यो खाली। त्यसपछि खाली गरेर ट्याक्क गाडी बनाउन महिना बगर जाने। ट्याक्क लाएर ढोका सुकाको लकसक केही लाग्दैन, उड्दैन। त्यही भएर मैले हिजो भनेको थिएँ सरलाई, ट्याक्क गाडीमा लकसक लाग्दैन भनेको थिएँ। कम्पनीका दुईवटा गाडी पनि महिना बगरै छन् बोडी कारखानामा। अहिले चाहिँ म खाली गरेर ट्याक्क म त अब सिधै महिना बगर जाने। सही छ, चेकिङ पनि रहेछ यहाँ अगाडि। हेरौँ मलाई रोक्छन् कि रोक्दैन। चेकिङ पनि अझ त कडा छ। जहाँ ततै चेकिङ हुन्छ। जुन बाटोमा पनि चेकिङ छ। हेरौँ केही भन्छ कि भन्दैन। मलाई चाहिँ केही भन्नु भएन। मेरो गाडी चाहिँ खाली छ नि त, त्यही भएर केही पनि रोक्नु भएन। खाली हो भनेको जाउ भन्नुभयो। ट्याक्क बाटो चाहिँ यस्तो हुनुपर्छ, बल्ल मजा आउँछ चलाउन। सिधा बास स्ट्रिङ समातै भयो, केही गर्नै पर्दैन। आनन्द। यस्तो बाटोमा चाहिँ चलाउन बहुत मजा आउँछ। सर न केहीको डिस्टर्ब, न केही छक्क। म चाहिँ अहिले अब मणिगरामा आउन लाग्यो। ट्याक्क म महिना बगर आइसकेको। ट्याक्क गाडी यहाँ खडा गरेर ट्याक्क बनाउने सरलाई पनि मैले देखाइसकेँ। ट्याक्क भित्र पनि हाम्रो गाडी बन्दैछ। ट्याक्क यहाँ चाहिँ हाम्रो दुईटै गाडी हाम्रो मात्रै छन् यहाँ बोडी कारखानामा। एउटा चाहिँ 12 चक्का। सब काम अब फिनिसिङ हुँदैछ, पेन्ट हुँदैछ। ट्याक्क उता चाहिँ 6 चक्का भर्खर खोल्दैछ, गर्दैछ त्यो चाहिँ। ट्याक्क मेरो चाहिँ यो फाइनली अहिले चाहिँ मेरो गाडीको काम पनि सुरु भइसक्यो। ढोका सका ड्राइभर साइडको ढोका अनि मलाई साइडको ढोका निकालेर पनि लिएर गइसक्यो बनाउनको लागि। मेरो धेरै काम छैन, यति बनाएर ट्याक्क सिधै कम्पनी जाने। फास्ट गर्मी भइरहेछ। अहिले चाहिँ ट्याक्क 4 बज्यो। अनि दिनभरि लाग्यो ढोका बनाउन। एउटा मलाई साइडको ढोका त्यो बनाएको नयाँ सबै हुन्छ। ड्राइभर साइडको सबै बनाएको। 4 बज्यो। आज चाहिँ गाडी लोड हुँदैन अरू पोखराको। कम्पनी गएर ट्याक्क गाडी धुनु पऱ्यो यसलाई। फाइनली अहिले चाहिँ म कम्पनी आएको। कम्पनी आएर पनि गाडीलाई पनि नुहाइदिएँ अनि आफू पनि नुहाइसकेको। आज चाहिँ कसैको पनि गाडी लोड भएन। एउटा, दुईवटा, तिनवटा अनि उता छ मेरो एउटा चारवटा गाडी। भोलि चाहिँ 3टै गाडी लोड हुन्छ। आज चाहिँ भएन एउटा गाडी पनि। आजको लागि यति नै। यहाँसम्म भिडियो हेर्नु भएकोमा थ्याङ्क यू सो मच। बाई बाई।